हेलो गुड मर्निङ शुभ बिहानी सम्पूर्णमा। अनि सदा जस्तै गरेर आज मैले फेरि पनि छोटो मिठो भिडियो लिएर आएको छु। अनि आज चाहिँ मैले विशेष गरी एउटा टपिकमा कुरा गर्न गइरहेको छु है। साँच्चै नै भन्नुपर्दाखेरिमा हामी जस्तो सुकै परिस्थिति, जस्तो सुकै अवस्था, जस्तो सुकै ठाउँ होस्, हामीले चाहिँ के गर्न सक्नुपर्छ भन्दाखेरिमा इन्जोय गर्न सिक्नुपर्छ क्या। अनि म चाहिँ जुनसुकै परिवेश, जुनसुकै ठाउँ, जुनसुकै अवस्थामा पनि म केही न केही राम्रो पक्षलाई हेरेर अगाडि बढिरहेको हुन्छु होइन। अनि मलाई चाहिँ जता जाँदा होस्, जे गर्दा होस्, मलाई चाहिँ इन्जोय गर्न एकदमै मनपर्छ है। अनि त्यो कारणले गर्दाखेरिमा चाहिँ म यस्तो भिडियोहरू बनाइरहेको हुन्छु अनि एक्टिङहरू पनि गरिरहेको हुन्छु होइन। अनि साथीहरूसँग हाँसी मजाक पनि गरिरहेको हुन्छु। अनि भिडियोको माध्यमबाट विभिन्न थरीहरू गरिरहेको हुन्छु क्या मैले। त्यो कारणले गर्दाखेरिमा चाहिँ यो समय भन्ने कुरा चाहिँ कहिले पनि फर्केर आउँदैन क्या। यस्तो समय चाहिँ जस्तै यो मिनेट, यो सेकेन्ड चाहिँ कहिले पनि फर्केर आउँदैन नि त। त्यो कारणले गर्दाखेरिमा चाहिँ मलाई चाहिँ एकदमै धेरै इन्जोय गर्न मनपर्छ। अनि सबैजनाले इन्जोय गर्नु होला। लाइफलाई चाहिँ इन्जोय गर्नु सिक्यो भने चाहिँ त्यो चाहिँ लाइफ हो क्या। त्यो कारणले गर्दाखेरिमा चाहिँ सबैजनाले इन्जोय गरेर चाहिँ आफ्नो लाइफ बिताउनु होला भन्न चाहन्छु। अनि यही नै छ। सबैजनालाई थ्याङ्क यू सो मच।